हेलो नमस्कार। तपाईहरु यति बेला हेर्दै हुनुहुन्छ हाम्रो खराबपुर हाइलाइट्स। फेसबुक ग्रुपलाई दिएको अपार माया र साथलाई आत्मसात गर्दै तपाईहरु माझ युट्युब मार्फत पनि आउने जमर्को गरिरहेका छौं। आशा छ यता पनि उता जस्तै माया र साथ दिनुहुनेछ। कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरी नजिकैको घण्टी दबाइदिनु होला। आजको अपडेट भिडियो हामीहरूले मध्य नेपाल नगरपालिका वडा नम्बर 7 स्थित लक्ष्मी बजारदेखि मध्य नेपाल 6 सानी सहारा बोर्लेटा जोड्ने निर्माणाधीन मिदिन खोला जोडुङ्गे पुल बारेको छोटो अपडेट भिडियो लिएर आएका छौँ। 2081 साल पुस 9 गते मध्य नेपाल नगरपालिकाका नगर प्रमुख आदरणीय रमेश कुमार पाण्डेज्यूले शिलान्यास गर्नुभएको उक्त जोडुङ्गे पुल सोमरस कन्स्ट्रक्सन कम्पनीले निर्माण गरिरहेको छ। झन्डै 3 करोड 50 लाख लागत रहेको जोडुङ्गे पुलको लम्बाइ करिब 355 मिटर लामो रहेको छ भने निर्माण कम्पनीले शिलान्यास गरेको करिब 6 महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए अनुरूप आउने बर्खायाम सुरु हुनु अगावै सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य तीव्र गतिमा अगाडि बढाइरहेको छ। लामो समय समस्यामा रहेका उक्त भेगका जनताले पुल निर्माणसँगै केही राहत हुने महसुस गरिरहेका छन् र स्थानीयमा खुसियाली पनि छाएको छ। हामीले अहिले हेरिरहेको भिडियो लक्ष्मी बजार तर्फको रहेको छ भने पारी मिदिन पारीपट्टि सानी सुवारा रहेको छ र निर्माण कामको अहिले लक्ष्मी बजार तर्फ जोडुङ्गे पुलको लट्ठालाई हुक लगाउने ठाउँ निर्माण भइरहेको छ भने पारीपट्टि पनि निर्माण गरिने ठाउँ खारेर तयार गरिरहेको छ। अहिले तपाईहरुले हेरिरहनु भएको यो ठाउँ पुलको पिल्लर रहनेछ र त्यसको लागि जग निर्माण गरिरहेको छ। निर्माण कार्यालय समयमै सम्पन्न होस्, हाम्रो शुभकामना लाग्यो भिडियो मार्फत।